Hello guys, once again welcome back to my channel. So धेरै दिनको बादमा आज फ्री टाइममा चाहिँ निस्केको. सो आज चाहिँ कहाँ जाँदैछ भन्दाखेरि चाहिँ सोरेङ हाम्रो मना बुबुलाई भेट्दै हो, अन्त हिलेतर्फ जानेछौँ. यस्तै छ यहाँ बाटो चाहिँ, कुकुर यहाँ मुद्दै रहेछ साला. आजको वेदर चाहिँ यस्तै छ गाइस. धुम्म माथि पनि धुम्मै छ भनेको सुने. सो लेट्स सी है, हेरौँ के कस्तो छ. दिन भएको थियो राइड नगरेको पनि. सो आज हल्का राइड गर्दै हिँडिरहेको छु. मजा आइरहेको छ थुप्रो दिन बादमा. तर अहिले चाहिँ पानी परेर यस्तो बाटो चाहिँ यस्तो भइरहेको छ. 2-3 दिन भयो. आज चाहिँ अलिकति कुकुरेको भनौँ न. अब चाहिँ पानी परेर हिलै भइरहेको छ बाटोहरू. सो हेरौँ त्यहाँ हिले भन्ने जग्गामा. त्यो हिले भन्ने जग्गा चाहिँ बसेकै त्यहाँदेखि है, बसे चाहिँ त्यहाँदेखि जान्छ. सो त्यही जग्गामा चाहिँ मेला लागिरहेको छ अरे. सो गाइस फाइनली जोरथाङ आइपुगेँ. यहाँले देख्नुहुनेछ तपाईँको जोरथाङको ब्रिज. सो यहाँदेखि चाहिँ म चाहिँ राइट लिनुपर्छ. सो एकछिन बजारमा काम छ, सकेर चाहिँ निस्किन्छु. जोरथाङको ब्रिज क्रस भयो. अब चाहिँ वेस्ट सिक्किमतर्फ हिँड्ने है गाइस. यहाँ चाहिँ अलिक गरमै हुन्छ गाइस हो. एकदम पसिना छुटिसक्यो मेरो चाहिँ. अब माथि चाहिँ एकदम जाडो हुन्छ. सो वेदर चाहिँ त्यस्तै छ यहाँको चाहिँ, के भन्नु अब. आहा के को चाहिँ फेरि जाम लागेछ हौ. के हुँदैछ हौ. ए कार्पेटिङ पनि यही बेला हुनुपर्ने. कार्पेटिङ भएको कारणले गर्दाखेरि यस्तो रहेछ. केही छैन, राम्रै कुरा हो. ओहो बाटो चाहिँ फेरि यतिको चाहिँ हुनु पऱ्यो नि त. यो बद्दै होला हौ. पावर चाहिँ बहुत छ, कुदाउने जग्गै छैन र नि त. म चाहिँ पुग्न आँटेँ
सोरेङ चाहिँ दाजुहरूले चाहिँ कल गर्नुभएको थियो है पर्खिरहेको छ भनेर सर धेरै दिनको बादमा भेटाइ पनि हुँदैछ राइड पनि त्यस्तै हो धेरै दिनको बादमा हुँदैछ है थुप्रो भएको थियो बाटोहरू पनि नचिनेर जस्तो त्यस्तो टाइपको भइरहेको थियो केही छैन चिनिहालिन्छ बाटो चाहिँ अलिक सानो सानो छ यहाँ चाहिँ ओइ मुला सो बुबुहरू चाहिँ यहीँ हुनुहुन्छ भने चाहिँ बुढोहरू चाहिँ हेरौँ अब कति दिनको बादमा म यो जग्गा चाहिँ गाइस हेरौँ न यस्तो डरलाग्दो छ कि अब यहाँदेखि यो त पुत्तली भिरभन्दा पनि डरलाग्दो छ क्या नाम्चीको हेरौँ न है माथि पनि हेर्नुहोस् गाइस हो भए यस्तो डरलाग्दो छ नि यो जग्गा ढुङ्गै काटेर बनाएको छ क्या यो पनि यो चाहिँ डरलाग्दो लाग्छ मलाई बाटो वान मिस्टेक गेम ओभर हो गाइस दाजुहरू चाहिँ यहीँ छ भन्दै थियो हेरौँ थुप्रो दिनको बादमा नि हौ बाफरे कति वर्ष भइसक्यो सँगै राइड नगरेको त झन् हो बुढोहरू यही जग्गामा हो आम्मा सो फाइनली सबैजना भेट भयो हाम्रो यहाँ दाजुहरू अम्बो त्यतिका भेटेर हामी हिँड्यौँ सो म चाहिँ लास्टमा छु यहाँ बुबुहरू चाहिँ अगाडि हुनुहुन्छ सो यो चाहिँ सोरेङ बजार है यस्तै छ सोरेङ बजार पनि निकै बढ्दैछ तीन चारजना हुने रहेछ गाइस हामी चाहिँ सो मजा आयो राइड चाहिँ आजको सबैले के गरौँ गरौँ भइरहेको थियो होला सो मजा आयो सोरेङ बजार हाम्रो मोहना बाबु चाहिँ अगाडि गयो जस्तो लाग्यो हौ यो सिक्नेहरू चाहिँ यस्तो रोडमा सिकेको है हटरीको हटरीको बाटो चाहिँ अप्पर सानो छ यहाँ चाहिँ वान मिस्टेक गेम ओभर हो बे मोना बुबु चाहिँ यति डरलाग्दो उठ्छ कि गाइस भेट्दै भेट्दैन बाटोमा लु अब कहाँ गएको यस्तो डरलाग्दो हेर यस्तो स्पिड उठ्छ यो कुकुरहरू बाटोमा सुतेर के अब यहाँदेखि चाहिँ गाइस हिले भन्ने जग्गा गएको हामी चाहिँ त्यहाँ चाहिँ मेला त्यस्तै मेला लागिरहेको रहेछ छ भन्दै थियो त्यही रामनवमीको मेला होला सायद है हेरौँ बुझौँ के हो के को मेला हो आहा यहाँ चाहिँ अब वान मिस्टेक गेम ओभर हुने बाटो रहेछ नि चाहिँ यसको चाहिँ अलिक चिल्लो चिल्लो हुन्छ कि टायर चाहिँ गाइस यस्तो हुन्छ नि त यहाँ चाहिँ अब सो यहाँ हामी चाहिँ भेला भयो सो कतिजना रहेछ हामी भन्दाखेरि 1 2 3 4 5 जना हामी 5 जना चाहिँ हिलेतर्फ जाँदैछौँ 3
कुदै अप्ठ्यारो एकदिन बाइक स्विच गरिकन कुदाएको गाइस कुदाउनु पनि हिमालय चाहिँ राम्रो छ कुदेर नकुदेर ओइ ओइ कुदा कुद्दै रहेछ गयो गाइस तर परै कोरा भने जस्तै तर जस्तै भइरहेछ यहाँ चाहिँ हिँड्ने लाइन छ हो यो बाइक चाहिँ यस्तो हिलोमा चाहिँ अब यादै छ है डमिनरको पक्का चाहिँ अलिक छिटै हुन्छ होइन सो हामी चाहिँ यहाँ माथि आएको थियो यहाँ हाम्रो बुबुहरूसँग फेरि अब त्यो भनेको जग्गा चाहिँ पुगिसकेको छैन हेरौँ कस्तो छ पानी पर्ला जस्तो हुँदैछ पानी परेको जस्तो होइन पानी पर्दछ सिमसिम यो जग्गामा तर पानी चाहिँ हमेसा परिरहेको हुन्छ अब अघि जोरथाङमा कति गरम भइरहेको थियो अहिले फेरि चिसो सो युजली गाडी चाहिँ यहाँ हुँदैन है प्रायः जस्तो तर यो इभेन्टले गर्दाखेरि चाहिँ गाडीहरू चाहिँ तलदेखि पुरा रहेछ सो हेरौँ कस्तो चाहिँ भइरहेछ भनेर हो यस्तो दामी छ नि जग्गा चाहिँ तर अब फुलहरू हेरेर गाइस यस्तो दामी फुलिरहेको ओहो गाडी राख्ने जग्गा छैन क्या हो गएछ है हिले भन्ने जग्गा हो गाइस यो चाहिँ हिले यो चाहिँ अब कति चाहिँ हिलो चाहिँ होला हिउँ पर्दाखेरि चाहिँ यहाँ हिउँ पनि परिरहेको हुन्छ कोही बेला एक टाइम आएको थिएँ म हिउँ परेको टाइममा सानो सानो त गाडीहरू यस्तो रमाइलो भइरहेको रहेछ यो जग्गामा एकदमै गाडीको बसे भन्ने जग्गा रहेछ हिले बसे चाहिँ मजा आयो सिमसिमे पानी परिरहेको छ र यो चाहिँ कहिलेदेखि स्टार्ट भएको यही पालिदेखि हो कि यो चाहिँ यस्तो प्रोग्राम चाहिँ पहिला चाहिँ त्यति हुँदैन थियो अनि खानेकुराको साह्रो प्रब्लम भयो लास्ट इयर गुड फ्राइडेमा रामनवमीमा तपाईँको मान्छेले पैसा लिएर पनि खानु पाएन पैसातिर पनि एउटा वे पाकेन इदल स्टलले थाम्नु पनि थाम्दैन अनि यसपालि चाहिँ हामीले रिब्दी भरिङबाट चाहिँ सबै मिलेर चाहिँ होइन यसरी हुँदैन हाम्रो एरिया भत्नाम भयो मान्छेले पैसा लिएर आएपछि पाँचजरी मस्की एउटा सेट लागोस् यसमा ओत लागोस् खाओस् हाम्रो लोकल फुडहरू भनेर चाहिँ हामी चाहिँ लोकल वाइन है बसेर खाने एउटा सुविधा है चिल्लीहरू भयो तपाईँको किसिम किसिम थरीहरू चाहिँ आफ्नो आफ्नो हिसाबमा अर्ग्यानिक स्टलहरू लिएर आएको छ अनि यो चाहिँ हामी कमिटी नै धुरेर कम्युनिटी यहाँ शेर्पा राईहरू मिलेर चाहिँ हामीले यो काम गरेको छौँ रिब्दीबाट चाहिँ अनि
म चाहिँ खासै अब चाहिँ गाइड हो यहाँ तपाईँको पर फन्ना बर्डिङ चराचुरुङ्गीको नाम जान्ने है हजुर हजुर झारपात तपाईँको बोटिकल नेम अफ प्लान्ट्स म चाहिँ टुरिस्ट गाइड सिन्स लङ टाइम ब्याक टु टिल डेट आइ एम डुइङ द सेम बिजनेस अनि म हिले वर्षे ओख्रे यो गोर्खेतिर बुकिङहरू पुरा गर्छु टुरिस्टको लागि प्रायः जस्तो यही टाइममा चाहिँ तपाईँको यो प्रोग्राम चाहिँ हुने गर्छ है हजुर हाम्रो चाहिँ अब रामनवमीले चाहिँ किन अब यति मजाले मान्छे आउँछ मजाले प्रोग्राम किन नगर्ने भनेर चाहिँ हामीले चाहिँ मिटिङ राखेर हाम्रो अब माथि हाइकमान्डबाट पनि डाइरेक्सन दिएको थियो अनि त्यही आधारमा चाहिँ हामीले म्यानेजमेन्ट गर्दैछौँ चित्रकै भए पनि ढेर बनाएको छ अलिकति राम्रो प्रकारले दिउँ अर्ग्यानिक पनि देखियो सिमेन्टेड कङ्क्रिट छैन यहाँ हाम्रो इको फ्रेन्डली अनि लोकल फर लोकल अनि जति पनि लोकल स्ट्रबेरीको वाइन तपाईँको है किवीको वाइन तपाईँको गुराँसको वाइन बनाएर जुस बनाएर अनि तपाईँको पपकर्नहरू यस्तो लोकल मकाइ छन् त्योहरू पनि भुटेर राखेको सबै अनि चिजहरूदेखि लिएर घिउदेखि लिएर अचार इत्यादि सबै दिएर प्रडक्सन ल्याएर चाहिँ यहाँ हिलेमा यसपालि चाहिँ स्टल थालेको स्पेसबाट हामीले रिसेन्टली बनाएर अब यसलाई चार्मिङ गर्दै जस्तो यो हाम्रो जग्गालाई हामी मेन्टेन गर्छ अनि यो सफाइ पनि भयो है पहिला जङ्गललाई छोपेर हिलेमा केही थिएन तपाईँको बस्नु खानुको न टोइलेटको व्यवस्था त अलिकति अब बिस्तारै बिस्तारै रेक्टिफाई गर्दै हामी फेरि यसबाट हामी सिक्ने मौका पाउँछौँ र फर्दर एडभान्स प्रकारले चाहिँ चल्ने हामीले योजना बनाइरहेको छौँ डिपिआर हजुरको शुभ नाम चाहिँ मेरो पिडी शेर्पा है वर्षे सेङ्चुरी म भरेङको हो अप्पर भरेङ यहाँ आयो भने तपाईँलाई भेट्नु सक्छ मेरो फोन नम्बर यहाँ नै छ हजुर हुन्छ एकदम धन्यवाद हाम्रो प्याकेज टुरहरू पनि लिएर सिङ्गलीला नेसनल पार्कतिर जाने गर्छौँ अनि मेरो मिसेसहरू मेरो काम सिकाउनु लागि फर्स्ट टाइम यो चाहिँ एउटा स्टल गरेको छु हुन्छ धन्यवाद तपाईँलाई वेलकम साथी हो यसरी हाम्रो दुईजना चाहिँ यहाँ मुखियासँग डरलाग्दो पानी परेर चाहिँ नि है हिलेमा चाहिँ हिलो भइएर आयो त्यो चाहिँ हुनु पऱ्यो